त्यतिकै हिँडेछु म पाल्दाखेरि पो त कहाँ जङ्गलबाट निक्लिया जस्तै देखिन्छ क्या। हामी त पत्रकार हो नि अङ्कल। यो गाजा चुरोटले हो यो मेरो क्रसेर त सबैजनालाई गुड आफ्टरनुन, नमस्ते, नमस्कार। म चाहिँ नयन राई र अब आजको दिन चाहिँ खासै त्यस्तो केही प्लान छैन होइन। साथीसँग चाहिँ जस उता पर के भन्छ उता मङ्गलबारे जानुपर्ने काम छ र उस साथीको चाहिँ पासपोर्ट निकाल्नको लागि चाहिँ फोटो खिच्नुपर्ने छ कि आज। अनि त्यही भएर साथीले चाहिँ बोलाइरहेको थियो, कल गरेर भनिरहेको थियो साथीले चाहिँ आइज है त्यहाँनिर जानुपर्ने काम छ भनेर भनेको थियो कि साथीले। अनि त्यही भएर चाहिँ म चाहिँ अब गइरहेको छु, साथीलाई कुयाँबाट भेट्छु। साथीले चाहिँ मलाई यहाँनिर बाटोमा निक्लिए है म त्यहाँनिर आउँदैछु भनेर भनेको थियो। अहिले आइरहेको छु, यहाँनिर बाटोमा त कोही छैन, निक्लेकै छैन त्यो। सो साथी चाहिँ यहाँनिर आइ नपुगेको कारणले म चाहिँ उसकै रुममा जाने भइरहेको छु र म चाहिँ अब उसको रुमतर्फ लागिरहेको छु होइन। साथी चाहिँ आइपुगेको छैन, त्यसले चाहिँ मलाई यहाँ आएर पर्खी भन्दै थियो। अहिले अघि देखेर आएर बसेको यार, अहिले पुगेन। ए ऊ त्यहाँ रहेछ यार। ओइ मलाई पर्खाएर चाहिँ के गरेको? त्यतिकै हिँडेछु म। अब हामी दुईजना चाहिँ हिँडिरहेको छौँ। यो चाहिँ माथि कपाल काट्दै बसिरहेको रहेछ क्या। म चाहिँ यहाँ तल घाममा पर्खाएर होइन, कालो भइसक्यो त्यस्तै। अनि ऊ चाहिँ पुरा कपाल काटेर बसिरहेको रहेछ क्या। त्यसको नयाँ के भन्छ हेयर स्टाइल। कपाल काटेर त मान्छे हिरो छ नि, साला कपाल पाल्दाखेरि पो त कहाँ जङ्गलबाट निक्लिया जस्तै देखिन्छ क्या। अनि उसले चाहिँ त्यहाँ चाहिँ टाउको धुएको रहेन रहेछ, कपाल बोकेर हिँडिरहेको छ होइन। अब उताबाट फेरि सोलिनेहरू हुन्छ होइन, अब मलाई त्यस्तैहरू हुन्छ कहाँ। अनि कपाल भर्खर काटेको हो भनेर देखाउनलाई यो चाहिँ कपालको के चिन्ह बोकेको हो। अबे साले अनि होइन मैले यता जाउँ न त भन्दाखेरि चाहिँ भाउ खान्छ कि यसले। मैले यता जाउँ न त साथी काम छ मेरो भने चाहिँ भाउ खान्छ। अनि उसले भन्यो भने चाहिँ म एक शब्दमै आउँछु ल रेडी भयो भनेर भन्छु। साला साथी पनि यस्तो भयो नि, कुनै अप्सनै छैन कि। यो बाइक फेरि अरू कोही नै हुँदैन कि फेरि हिँड्ने चाहिँ। साथी त छ होइन, तर के भन्छ बिना अप्सनवाला छ क्या। व्हाट? अब यो रिसाए पनि, यो बोले पनि होइन, यो कराए पनि यही छ यहाँनिर चाहिँ। अब भएको साथीहरू चाहिँ सबै विदेश गइसक्यो होइन। अनि यो पनि अब विदेशको लागि चाहिँ ट्राई गरिरहेछ होइन। अब गर्नेवाला चाहिँ छ, अब पासपोर्ट बनाएर चाहिँ। अनि त्यसकै लागि पासपोर्ट बनाउनु जाँदैछ होइन। अनि थाहा छ मलाई नि। अनि अब सबै साथीहरू पनि विदेश गइसक्यो, म पनि जानु चाहिँ पर्ने हो। अनि अब यो भएको एउटा साथी पनि अब त्यो पनि विदेशको लागि ट्राई गर्दैछ। अब देशमा बस्ने भनेको चाहिँ मै मात्रै होला। अनि अब चाहिँ यसलाई यहाँ तल लगेर कपाल धुवाएर अलिक चडी चट्ट बनाएर अनि चाहिँ लानु भनेको। साथीलाई चाहिँ दोकानमा लग्यो अरे होइन, हल्का पसपुस गरियो अरे ल्याउँ। अब टाउको त धुनु मानेन होइन। अनि अब चाहिँ हल्का पुसेर चटी चट्ट भएर अब चाहिँ हामी दुईजना जाँदैछौँ। यहाँ तलबाट चाहिँ हामी गाडी चढ्नुपर्ने हुन्छ। अनि बाटो तल्लोपट्टि जानुपर्छ यार गाडी चढ्नको लागि पनि। हामी सिटीमा जाने यस्तै हो क्या अहिले भनेर चाहिँ। गाडी पर्खिनुपर्छ होइन, सिटी बोलाउनुपर्छ। अब पछि हुन्छ, पछि गर्नुपर्छ। पछि त गाडी भइहाल्छ नि आफ्नो। बिस्तारी गरौँला नि, आफ्नो पनि मेहनत होइन। अझै टाइम छ त हाम्रो त गर्नलाई त। हामी चाहिँ रिङ रोड कटेर तल्लोपट्टि झरेका छौँ र अब चाहिँ हामीले सफारी पर्खिनु पर्ने हुन्छ त्यहाँ जानुको लागि चाहिँ होइन। सफारीलाई बोलाएको के गर्छ? सफारी हेलिकप्टर बोलाएको। आर यु कमेडी मी? ल भयो, त्यस्तै लाग्यो मलाई नि। कहाँनिर आउँछ अरे दाइ चाहिँ? कहाँनिर आउँछ अरे?
ए रनमाको कल गरेको होइन भनेको मान्दैन त कहाँ नि यहाँनिर हाइवेमा मान्छ त जहाँ ठ्या सिधै यार चिनेको जस्तो ओइ भनिरहेछ ओइ साथीले त अलिक इज्जत गर्नुपर्छ नि त होइन चिनेकै जस्तै ओइ भनिरहेछ दुईजनाको छ है दुईजनाको छ है कि दुईजनाको 200 हो ओइ ए त्यसो अन्त फेरि हामी त मिडिया हो नि हामी त पत्रकार हो नि अङ्कल पत्रकार हो क्या अब चाहिँ हामी सिटी सफारीमा अब चाहिँ हामी सफारीमा चढिसकेका छौँ र अब चाहिँ उता सिधै मङ्गलबारमा भेटौँला हामी चाहिँ सफारीदेखि झरेर यहाँ मङ्गलबारमा आइसक्यौँ अब यहाँदेखि चाहिँ केमा जाने हो हिँड्दै लानु आँटिरहेको छ यार यसले मलाई अनि यस्तो टन्टला पुरो घाममा होइन हामीले पनि खाऊँ न त लौ त यहाँ चाहिँ 40 को यो चाहिँ चोकोबार अनि 60 को यहाँको छ चोकोबार 40 को 60 को ओहो गर्मीको बेला खोला छैन यो त अनि सानो न सानो छ त हाम्रो त त्यो हावाई मात्रै हो कि क्या हो भित्र त त्यो के हान्छ 10 रुपियाँमा आउँदैन त्यो मुखमा हाल्दाखेरि 600 बिलाई जाने हो त्यस्तै खाले छ त हलुङ न हलुङ छ त मेरो नि खोल्देऊ छैन अघि सक्यो म त्यसै गर्नु अब चाहिँ यो के भन्छ बरफ खाँदै खाँदै यति माथिको यात्रा हिँड्नुपर्ने छ हामी चाहिँ होइन माथि यहाँ माथि चुस्दै तर मलाई त चुस्न आउँदैन यसरी यसरी गाम टोक्दै मात्रै मजा लाग्छ माइ शीतल हुने रहेछ त है कसरी चुस्दैछ देखाऊ तिमीले त कस्तो मजाले चाटेको मलाई नि चाट्नु सोले चाहिँ चुस्दै रहेछ होइन मैले चाहिँ टोक्दैछु क्या फेरि मलाई चाहिँ यो टोकेर मात्रै खानु मजा लाग्छ उसले चाहिँ कति मजा सो अब चाहिँ हामी माथि गएर भेट्नेछौँ फेरि पनि अब चाहिँ हामी आइपुगिसक्यौँ होइन आज त खासै भिडै नै रहेछ हो र ला भनेपछि त हामी ढिलो आइपुगेको छौँ यार 2 बजीसम्म मात्रै रे टाइम गइसकेको छ होइन अब हेलो हजुर हेलो 3 बजी सकेन मैले कति बजी आउनु भनेको टाइमै भन्नुभएको अरे भक्क दिउ हो फोन पनि उठाउँदा नि बुझिँदैन नि हो अनि तपाईलाई फोनमा कल ब्याक गर्दाखेरि फोनै काट्नु भयो त्यतिखेर मैले भनेको थिएँ सुनेन होला के तपाईले कल काट्नु अनि ढिलो भयो भनेर सङ्केत दिनु पर्दैन त तपाईहरुले तपाईको नम्बर ढिलो भयो है भनेर सङ्केत दिनु पर्दैन त तपाईहरुले भोलि आउँछु म तपाईको नम्बर त कति ए भोलि पनि हुन्छ अब भोलि आउनु थोरै अगाडि आउनु भएको भए हुन्थ्यो कि अब आयो
सो अब चाहिँ हाम्रो काम भएन होइन, भोलि मात्रै हुने भयो। त्यही भएर अब हामी चाहिँ फर्किनु पर्ने भएकोले साथीको अनुहार चाहिँ रातो भइसकेको छ होइन। अघि त सेतो भएर आएको थियो क्या, कति खुसी भएर आएको थियो साथी। आहा अब त मेरो पासपोर्ट निक्लिन्छ होइन, तर अहिले चाहिँ रातो भएर गइरहेछ। सो केही छैन, केही छैन। अब भोलिको दिन पनि छ, भोलिको दिनमा अब बनाउला होइन। अब भोलि चाहिँ म चाहिँ आउँदिनँ। अब मैले पनि त भाउ खानु पर्यो नि त। साले कति उसले मात्रै खान्छ होइन, मलाई पनि फकाओस्, मलाई पनि डिपी गरोस्। अनि नत्र त एक्लै लुन्ठिङ नै आउनु पर्यो होइन। हजुर हामी लानुहुन्छ भने त जाने हो नि। आज चाहिँ फेरि खासै रहेन रहेछ क्या, मान्छेहरू पनि खासै छैन रहेछ क्या। यहाँ झिकेर लैजाऊ, यहाँ झिकेर लैजाऊ, यहाँ झिकेर लैजाऊ। पछाडिको गोजीमा पेन झऱ्यो, तानिदेऊ त। बेल्ट लगाएको छु होइन, पेन अलिकति खकुलै छ, बेल्ट लगाएको छु। तर बेल्ट पनि अब कि त टाइट हुन्छ होइन, कि त खकुलो भइजान्छ क्या। त्यही भएर अलिक खकुले नै मनपर्छ, अलिक खकुले हाल्दैछु। कृपया ट्यापे हो भनेर चाहिँ नभनिदिनु होला। कसैले मलाई भन्छ मासाला म गाँजा चुरोट खान्छु भनेर, म भन्छु साले यो गाँजा चुरोटले हो यो। अहिले होला न बरु साला यत्रो मोटो छु, गाँजा चुरोट खाएर भन्छ। हेलो कान्छाहरू, हेलो। म कान्छा त क्या हिरो ल भाइ। कति पढ्यो त नानी बाबुहरूले आज? धेरै पढ्यो? कति हातले देखाउन सक्छौ मात्र? ल टाटा बाई। सानो नानी बाबुहरू हेर्न फेरि यो के गरेको तिम्रो लागि। लो तिमीलाई नदिनु अनि तिमी अनि तिमी नलाने? अब सचिनले चाहिँ होइन अब भरे गएर गर्लफ्रेन्डलाई यसो फुल दिनको लागि चाहिँ टिपिरहेछ। हाम्रो चाहिँ काम नभएर अब हामी चाहिँ फेरि सफारी चढेर होइन। आन्टी पो रहेछ मलाई। होइन मैले चिनिनँ के, चिनिनँ देखिनँ के। होइन अब त्यही त नि मतलब अब देखेको थिइनँ होइन। अनि यस्तो हो नि त, अब आन्टी हो अब मिस भन्नु कि आन्टी भन्नु भइजान्छु कि। अनि त्यही भएर पो त तिमी के भन्छौ? मिस भन्छ अनि म त आन्टी नै भन्छु नि त। हजुर सो अब चाहिँ हाम्रो मङ्गलपारेमा काम भएन आजको दिन चाहिँ होइन। अनि नभएर चाहिँ भन्नु त भनेको तिमीले बिचमै राख्यो, फेरि काट्यो क्या। अनि काम नभएर चाहिँ अब फेरि हामी फर्क्यौँ होइन। फर्किँदाको भिडियो चाहिँ भएन। अनि अहिले चाहिँ फेरि उल्लाबारीमा हामी चाहिँ आएर यहाँनिर के भन्छ साथीको बहिनीकोमा जाँदैछु है। उसको बहिनी चाहिँ यहाँनिर काम गर्छ। अनि होइन प्याक रहेछ, टन्ने कस्टमर रहेछ यार। त्यही भएर हामी चाहिँ फर्क्यौँ। अब उता होइन न त फुलबान सक्छ त ए हाई हाई मेरो क्रस हेर त हाई हाई हाई। What? उता मेडिकल सप आयो। सो त्यतिकै भनेको। अनि अब चाहिँ हामी घर फर्किँदैछौँ होइन। अब चाहिँ बिदाइ गर्नुपर्छ होला, फेरि अर्को हप्ता भेट्नेछौँ हामी।
ओके पनि ओके बाई खोइ ए अनि टिप्नुपर्छ नि त पैसा भेटियो ए ओइ पैसा पैसा चाहिँ होइन यो त्यतिको च्यापेर फालेको चाहिँ रहेछ होइन अनि यसो अब हामी चाहिँ भेटौँ अर्को हप्ता ओके ल बाई